कुराहरू आउँछ, करणहरूको कुराहरू आउँछ। त्यो हुँदाखेरि यो चाहिँ तपाईँहरू ज्योतिष सिक्दै हुनुहुन्छ, यदि प्रारम्भिक लेभलमा हुनुहुन्छ भने यो चाहिँ एकदम सामान्यभन्दा सामान्य व्यक्तिहरूले पनि यो जान्न एकदम आवश्यक छ। तपाईँले यो जान्नु भएको छैन भने योभन्दा अगाडिका अरू ज्योतिषका कुनै पनि कामहरू अध्ययन गर्न गाह्रो हुन्छ। त्यो हुँदा चाहिँ पञ्चाङ्गको चाहिँ ज्ञान हुनु जरुरत छ। मैले यहाँ थोरै विस्तृतमा त अध्ययनै गर्नुपर्छ, मैले थोरै रूपमा चाहिँ सर्टकट रूपमा चाहिँ यहाँ मैले प्रस्तुत गरेँ, तपाईँहरूलाई नोट गर्नुहोला। पञ्चाङ्ग भने चाहिँ तिथिबार, नक्षत्र, योग र करण, यी 5लाई ज्योतिषशास्त्रमा पञ्चाङ्ग भनिएको छ। कसैले पञ्चाङ्ग भनेको के हो, केलाई पञ्चाङ्ग भनिन्छ भनेर सोध्यो भने फ्याट भन्न सक्नुपर्छ। यही तिथिबार, नक्षत्र, करण, योग, यी 5 चिजलाई चाहिँ पञ्चाङ्ग भनिन्छ। अब हामीले पात्रमा पनि यदि 5वटा कुराको ज्ञान भयो भने सामान्य अब विस्तृत त होइन, सामान्य तरिकामा चाहिँ ज्योतिषको काम गरिन्छ। आज कुन तिथि हो, आज कुन बार हो, आज कुन नक्षत्र हो, कुन योग हो, कुन करण चलिरहेछ, कुन नक्षत्रले के काम गर्छ, करणहरूले के काम गर्छन्, कुन योगमा शुभ साइतहरू हुन्छ, के हुन्छ भनेर यो चाहिँ जान्न सकिन्छ। त्यो हुँदाखेरि सामान्य मान्छेले पनि यति कुरा जानियो भने, ज्योतिष नै नपढेको भए पनि यति 5वटा कुराको ज्ञान भयो भने सामान्य हामीले पात्र हेर्न जानिन्छ। विस्तृतको लागि त अध्ययन नै गर्नुपर्छ, त्यो अलिक गाह्रो विषय पनि छ ज्योतिष। मैले यो परिचय यहाँ राखेँ छोटकरीमा। सुरुमा प्रारम्भिक लेभलमा पञ्चाङ्गको भनेको त्यही 5वटा चिजहरू सम्झिनु भए हुन्छ। अरू धेरै बुझ्न लाग्यो भने फेरि अलिक गाह्रो हुन्छ। अब यो पञ्चाङ्गभित्र त 5वटा कुराहरू पर्छन्। अब म यो 5वटाको बारेमा विस्तृत जानकारी गर्छु। हामीले गुरुहरूले कर्मकाण्ड गर्दाखेरि यी 5वटा सँगसँगै यो वर्ष कुन संवत्सर छ, संवत्सरको पनि उच्चारण गर्नुपर्ने हुन्छ होइन। यो 5वटा भित्र नै चाहिँ यो अर्को महत्त्वपूर्ण चाहिँ संवत्सरहरू पनि हुन्छ। जस्तै हाम्रो संवत्सर 60वटा संवत्सरहरू हुन्छन्। हाम्रो वर्षै पछि एउटा संवत्सर हुन्छ एक वर्षमा। अब यहाँ प्रभवादयः षष्ठी संवत्सराः सन्ति तेषां नामानि यथा भनेको छ। अब 60वटा संवत्सर हुन्छ, यो चाहिँ यहाँ प्रस्तुत गरेको छ। तेषां नामानि यथा यहाँ दिएको छ भनिरहेको छ। अब यो चाहिँ के हो त भन्दाखेरि प्रभव, विभव, शुक्ल, प्रमोद, प्रजापति, अङ्गिरा, श्रीमुख, भाव, युवा, धाता, ईश्वर, बहुधान्य, प्रमाथि, विक्रम, वृष, चित्रभानु, सुभानु, तारण, पार्थिव, व्यय,
सर्वजित, सर्वधारी, विरोधी, विक्रेती, खर, नन्दन, विजय, जय, मन्मथ, दुर्मुख, हेमलम्बी, विलम्बी, विकारी, सर्वरी, प्लव, शुभकृत, शुभन, क्रोधी, विश्वावसु, पराभव, प्लवंग, किलक, सौम्य, साधारण, विरोधकृत, परिधावी, प्रमादी, आनन्द, राक्षस, नल, पिङ्गल, कालयुक्त, सिद्धार्थी, रौद्र, दुर्मति, दुन्दुभी, रुधिरोधगारी, रक्ताक्षी, क्रोधन, छेय इति चाहिँ रहेको छ। अब यो चाहिँ वर्षको कहिलेबाट सुरु हुन्छ भनेर पनि जान्नु पर्दछ। यो चाहिँ अब वर्षको हरेक चैत्र शुक्ल प्रतिपदाबाट चाहिँ यो नक्षत्र के अरे यो संवत्सरहरू आरम्भ हुन्छ। जस्तै हाम्रो अहिले पिङ्गल नाम संवत्सर रहेको छ 80 सालमा भने, हाम्रो 79 सालमा भने नल नाम संवत्सर थियो। त्यसै गरी अब 81 सालमा भनेको कालयुक्त नामको संवत्सर को पालो आउँछ। यो चाहिँ 60 वर्षमा चाहिँ घुम्दै घुम्दै यिनीहरूको भोग गर्छन्। यहाँ तल एते संवत्सराः प्रतिवत्सरम चैत्र शुक्ल प्रतिपदाया आरभ्य परिवर्तन्ते भनेको छ। अब चैत्र शुक्ल प्रतिपदाबाट चाहिँ यो आरम्भ भएर चाहिँ परिवर्तन हुन्छ भनेर भनेको छ। यो चाहिँ जान्न आवश्यक छ। तपाईँहरूले नोट गर्नुभए पनि हुन्छ। ज्योतिष सिक्दै हुनुहुन्छ भने यो संवत्सर त कण्ठ हुनै पर्छ। त्यो हुँदा हजुरहरूले नोट गर्न सक्नुहुन्छ। यसलाई स्क्रिनसट गरेर राख्न सक्नुहुन्छ। एकछिन भिडियोलाई स्टप गरेर पनि लेख्न सक्नुहुन्छ। त्यसै गरी ऐनै भनेको छ। अब ऐनहरू कतिवटा हुन्छन् भनेर यो पनि जान्नु जरुरत हुन्छ। ऐन चाहिँ 2वटा हुन्छन्, एउटा उत्तरायणी र अर्को दक्षिणायनी। अब यो उत्तरायणी र दक्षिणायनी हुन्छ। अब यो कहिलेबाट सुरु हुन्छ, कहिले कुन महिनादेखि कुन महिनालाई उत्तरायणी भन्ने, कुन महिनादेखि कुन महिनामा चाहिँ कुनै कार्य गर्नु पर्यो भने त्यसलाई दक्षिणायनी भन्ने, यो चाहिँ बुझ्नुपर्छ। यो 6 महिनाको हुन्छ। जस्तै अब यहाँ बताइदिए पनि छ, हजुरले यसलाई लेखेर कन्ठ गर्न सक्नुहुन्छ। माघ मासादारभ्य आषाढ मास पर्यन्तम षण्मासाः उत्तरायणम। अब माघ महिनाबाट चाहिँ आरम्भ भएर असार मसान्तसम्म चाहिँ 6वटा महिना चाहिँ उत्तरायणी हुन्छ भनेको छ। त्यसै गरी श्रावण मासादारभ्य पौष मास पर्यन्तम षण्मासा दक्षिणायनी भनेको छ। अब यो चाहिँ साउन 1 गतेदेखि चाहिँ पौष मसान्तसम्म चाहिँ अर्को षण्मासा, अर्को 6 महिना चाहिँ दक्षिणायनी चाहिँ रहन्छ। त्यस्तै गरी अर्को रहेको छ ऋतुहरू। अब ऋतुहरू पनि तपाईँहरूले अर्को जान्नु आवश्यक हुन्छ। ऋतु त तपाईँहरूलाई थाहा नै होला। हामीले सानैदेखि स्कुल पढ्दादेखि हामीले ऋतुहरूको बारेमा अध्ययन गरिरहेछौँ। ऋतु चाहिँ 6वटा ऋतु हुन्छ। 2 महिनाको एउटा ऋतुहरू हुन्छ। तपाईँहरूले जस्तै गुरुहरूले पितृकार्य गराउँदाखेरि, श्राद्ध गराउँदाखेरि यो ऋतुहरूको पूजा गर्नुहुन्छ। पिण्डमा पिण्डदान गर्ने बेलामा यो वसन्त यो ऋतुहरूको पूजा गर्नुहुन्छ। त्यहाँ एउटा श्लोक पनि छ, तपाईँहरूलाई सजिलोको लागि श्लोकबाट नि कण्ठ गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ वसन्ताय नमस्तुभ्यो, ग्रीष्माय च नमो नमः, वर्षाभ्ये च शरद संज्ञा, ऋतवे च नमो नमः, हेमन्ताय नमस्तुभ्य, नमस्ते शिशिराय च, मास संवत्सरभ्ये च देवसेभ्यो नमो नमः भनेर त्यहाँ एउटा मन्त्र पनि छ। त्यो तपाईँहरूले मन्त्रबाट कण्ठ गर्न सजिलो हुन्छ। त्यस्तै अब यो चाहिँ कहिलेबाट सुरु हुन्छ, यो त अब प्राय जानिसक्नु भएको हुन्छ सबैले होइन। वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर, यसरी चाहिँ षट् ऋतवः सन्ति भनेको छ। 6वटा ऋतुहरू हुन्छ भनेको छ। अब यहाँ चाहिँ ऋतौ दौदौ मास भवतः भनेको छ। अब यो चाहिँ 2 महिनामा चाहिँ
दुई दुई महिनाको चाहिँ ऋतु हुन्छ भनेको छ। अब यो कहिलेबाट सुरु हुन्छ भन्दाखेरि चैत्र वैशाखौ दौ मासौ वसन्त भनेको छ। अब चैत्र वैशाख वसन्त भयो, जेठ र असाढ ग्रीष्म भयो। यस्तै गरी एवं ऋतुले चाहिँ 12 महिनाको 6वटा ऋतुहरू हुन्छ। यस्तै गरी अर्को महिना, यो पनि जान्न जरुरी छ हजुरहरूले। महिना कतिवटा महिना हुन्छ? वर्षमा 12 महिना हुन्छ। अब यो चाहिँ वैशाख मासादारभ्य चैत्र मास पर्यन्तम 12 मासः भवन्ति। वैशाखदेखि आरम्भ भएर चाहिँ चैत महिनामा चाहिँ समाप्त हुन्छ 12 महिना भनेको छ। तेखम नामनी यथा, ती नामहरू चाहिँ यहाँ दिएको छ। जस्तै वैशाख, ज्येष्ठ, आषाढ, श्रावण, भाद्र, आश्विन, कार्तिक, मार्गशीर, पौष, माघ, फाल्गुन, चैत्र, यसरी चाहिँ यो महिनाहरू रहेको छ। अब पक्ष पनि थाहा हुनुपर्छ। हरेक महिनामा 2वटा पक्ष हुन्छ, एउटा कृष्ण पक्ष त अर्को शुक्ल पक्ष। यो जान्नु जरुरत हुन्छ। तपाईहरू ज्योतिष सिक्दै हुनुहुन्छ अथवा केही प्रारम्भिक चरणको ज्ञान लिँदै हुनुहुन्छ भने यो जान्न आवश्यकै छ, जान्नै पर्छ। यो तपाईले लेखेर कण्ठ गरेर भए पनि यो चाहिँ जान्नै पर्छ। अब पक्ष 2 प्रकारको हुन्छ, कृष्ण पक्ष र शुक्ल पक्ष। अब यो कहिलेबाट सुरु हुन्छ भन्दा चाहिँ अमावास्याया परत प्रतिपदा आरभ्य पूर्णिमा पर्यन्तम शुक्ल पक्ष। अब अमावास्या औँसीबाट चाहिँ पूर्णेसम्मको समयलाई चाहिँ शुक्ल पक्ष भनिन्छ। अब पूर्णिमाया परतः प्रतिपदा आरभ्य अमावास्या पर्यन्तम कृष्ण पक्ष इति भनेको छ। अब पूर्णिमाबाट औँसीसम्मलाई चाहिँ कृष्ण पक्ष, अब औँसीबाट पूर्णेसम्मको लागि चाहिँ शुक्ल पक्ष। यसरी यो पनि बुझ्न सक्नुहुन्छ। त्यस्तै गरी अर्को तिथय। तिथिहरू तपाईहरुलाई यो त झन् महत्त्वपूर्ण रहेको छ। तिथि आज कुन तिथि हो, कतिवटा हुन्छन् तिथि, यो जान्न पनि तपाईहरुको अति महत्त्वपूर्ण छ। यो तपाईले नोट गर्न सक्नुहुन्छ। यो जान्नै पर्छ। तपाईहरुले ज्योतिष सिक्नको लागि यो जान्नु नै पर्छ जसरी नै। त्यो हुँदा तपाईहरुले कण्ठ गरेर हुन्छ कि नोट बनाएर हुन्छ कि यो लेखेर कण्ठ गर्नु होला। अब तिथिहरू चाहिँ 16वटा तिथि हुन्छन्। प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, पूर्णिमा, अमावास्या, चेती भन्दा चाहिँ अब अमावास्या यति चाहिँ रहेको छ 16वटा। अनि अब बासराणी, बारहरू कति प्रकारका छन् यो पनि हामीलाई सानैदेखि हामीले पढेकै छ स्कुलमा। यो बार 7वटा हुन्छन्। सप्तबासराणी भवन्ति तेखाम नामनी यथा भनेको छ। अब 7वटा बारहरू हुन्छन्, ती नामहरू यहाँ दिएको छ। आदित्यवासरः आइतबार, सोमवासरः सोमबार, भौमवासरः मङ्गलबार। मङ्गलबारलाई चाहिँ भौमबार पनि भनिन्छ। गुरुहरूले सङ्कल्प पढ्दाखेरि उच्चारण गर्नुभएको हुन्छ। मङ्गलबार आयो भने भौमबार भन्नुहुन्छ। अर्को बुधवासरः, बृहस्पतिवासरः, शुक्रवासरः, शनिबार सरस्वती। अब शनिबार गरेर चाहिँ यसरी 7वटा चाहिँ बारहरू रहेको छ। त्यस्तै गरी अब नक्षत्राणी, नक्षत्र कतिवटा छन् यो पनि हामीले जान्नु आवश्यक हुन्छ। तपाईको नक्षत्र चाहिँ तपाईहरु सबैलाई थाहा होला। आफ्नो जन्मको राशि, नक्षत्र, नाम, यो 3टा चाहिँ थाहा नहुने कमै मात्र हुन्छन्। कसैलाई त थाहा हुँदैन, मम्मीहरू आफ्ना गार्जियनहरूलाई सोध्नु भएको हुँदैन, त्यो भएर थाहा नहुन सक्छ। यसै गरी अब हाम्रो आयो पालो नक्षत्र। अब नक्षत्र कतिवटा हुन्छ भन्दाखेरि अश्विन्यादिनी सप्तविंशति नक्षत्राणि भवन्ति। अश्विनीदेखि सुरु भएर 27वटा चाहिँ नक्षत्र छन्। तेखाम नामनी यथा, ती नामहरू यहाँ दिएको छ। अश्विनी, भरुणी, कृतिका, रोहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु, तिखे, अश्लेषा, मघा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी, हस्ता, चित्रा, स्वाति, विशाखा, अनुराधा, ज्येष्ठ, मूलम, पूर्वखाडा, उत्तरखाडा, श्रवण, धनिष्ठा, शतभिखा, पूर्व भाद्रपदा, उत्तर भाद्रपदा, रेवती। यसरी 27वटा चाहिँ नक्षत्रहरू रहेको छन्। अब तपाईहरुको राशि कुन राशि पर्यो, त्यसमा कुन नक्षत्र पर्यो, यो अब तपाईहरुले पत्ता लगाउनु होला आफ्नो। एउटा नक्षत्रमा 4 पाउ हुन्छ।
एउटा नक्षत्रमा 4 पाउ हुन्छ। अब यसले चाहिँ 4वटा अक्षरमा तपाईँको नाम पहिलो, दोस्रो, तेस्रो, चौथो कुनबाट परेको छ त्यो चाहिँ पहिलो पाउ, दोस्रो पाउ, तेस्रो पाउ, चौथो पाउ हुन्छ। यो हामी नाम जुराउनेमा यसको बारेमा विस्तृत जानकारी दिन्छौँ। हाम्रो अर्को भिडियो नाम जुराउने सम्बन्धी सजिलो तरिका भनेर, सजिलो तरिकाले तपाईँहरूले बुझ्न सकिने गरी, जसले पनि सिम्पल तरिकाले बुझ्न सकिने गरी हामीले त्यो भिडियो लिएर आउँछौँ अर्को। त्यस्तै गरी अब योगा पनि तपाईँहरूलाई कति छ भनेर यो थाहा हुनुपर्छ। अब योगा पनि तपाईँहरूले नोट गर्नु होला। योगा यो तपाईँहरूलाई कन्ठ आउनुपर्छ। यो योगाको नाम सबै आउनुपर्छ, अनि मात्रै सजिलो हुन्छ तपाईँहरूलाई, नत्र गाह्रो हुन्छ। अब विस्कम्भादय हो योगा सप्तविंशति तेषां नामानि यथा। अब 27वटा चाहिँ हुन्छ अरे। विस्कम्भबाट सुरु भएर चाहिँ 27वटा चाहिँ योगाहरू हुन्छन्। तेषां नामानि यथा, ती नामहरू यहाँ दिएको छ भनेको छ। विस्कम्भ, प्रीति, आयुष्मान, सौभाग्य, शोभन, अतिगाण्ड, सुकर्मा, घृति, सुलम, गण्ड, वृद्धि, ध्रुव, व्याघात, हर्खण, वज्र, शिप्र। यो शिप्रलाई चाहिँ सिद्ध पनि भन्छ। व्यातिपात, बरियानलाई चाहिँ बरियाड पनि भन्छ। परिग्रह, शिव, सिद्धि, साध्य, शुभ, शुक्ल, ब्रह्मा, ऐन्द्र, वैधृति इति यति चाहिँ 27वटा रहेको छ। त्यसै गरी अर्को करणहरू पनि तपाईँहरूलाई थाहा पाउनु जान्न जरुरत हुन्छ। करणहरू कतिवटा हुन्छन् भनेर जान्नुपर्छ। करणलाई चाहिँ 2 भागमा विभाजन गरिएको छ। एउटा चल करण, अर्को स्थिर करण। अब यो गुरुहरूले सुन्नुभयो होला, आज बिष्टि परेको छ, आज भद्रा परेको छ, त्यही भएर आजको दिन अलि यो तिथिमा केही काम गर्नु हुँदैन, आज बिष्टि छ भने हुन्छ। त्यहाँ पात्रमा पनि भद्रालाई भ भनेर लेखिरहेको हुन्छ। त्यस्तै त्यो चाहिँ चलकरणमा पर्छ। चलकरण त्यो हुँदाखेरि चाहिँ अब बबादिनी सप्तचलकरणानि भवन्ति, 7वटा चाहिँ चलकरण हुन्छन्। तेषां नामानि यथा। अब ती नामहरू चाहिँ यहाँ दिएको छ। अब ती 7वटा चाहिँ के हो त भन्दा बब, बालव, कौलव, तैतिल, गर, वणिक, बिष्टि, यसलाई चाहिँ भद्रा पनि भन्छन्। यति 7वटा रहेको छ भने अर्को स्थिर करणहरू चाहिँ रहेको छ। अब स्थिर करणहरू चाहिँ कति प्रकारका छन् भन्दा यी चाहिँ 4वटा छन्। स्थिर करणानि चत्वारि सन्ति यथा। अब यी 4वटा छन्। यो शकुनी, चतुष्पाद, नाग, किंस्तुग्न। यो चाहिँ तपाईँहरूले कन्ठै गर्नुपर्छ। जसरी हुन्छ नोट बनाएर कन्ठ गर्नुपर्छ। यो चाहिँ तपाईँहरूले भिडियोलाई स्टप गरेर भए पनि नोट लेखेर यो कन्ठ गर्नु होला। तपाईँहरूलाई चाहिँ यो अति आवश्यक हुन्छ। अब त्यसै गरी अर्को जुन चन्द्र बृहस्पति नाम तात्कालिक राशि ज्ञानम। अब सूर्य, चन्द्रमा र बृहस्पति तत्कालीन हामीले सङ्कल्प गर्ने बेलामा, कुनै पनि कार्य गर्ने बेलामा, कुनै पनि चिना हेर्ने बेलामा, कुनै पनि चिना टिप्पण लेख्ने बेलामा, त्यो बेला कुन सूर्य, चन्द्रमा र बृहस्पति तात्कालीन राशिमा, त्यतिखेरको राशिमा कुनमा गएका छन्, कुनमा भोग गरिरहेछन् भनेर जान्नु जरुरत हुन्छ। अब त्यो चाहिँ तत्र सूर्य से राशि ज्ञान। अब सूर्यले कति समय भोग गर्छ एउटा राशिमा, उसले कति समय चाहिँ एउटा राशिमा भोग गरेर बस्छ, यो पनि हामीलाई जान्नु जरुरत छ। यहाँ चाहिँ सूर्य एकस्मिन् राशौ एक मास पर्यन्तम तिष्ठति। अब सूर्य चाहिँ 1 महिनामा एक राशिमा चाहिँ बस्छ अरे। कहिलेबाट बस्छ भन्दा वैशाख मासदारभ्य चैत मास पर्यन्तम 12 मासेको मेघ राशिराभ्य मीन राशि पर्यन्तम क्रमेण 12 राशय भवन्ति। अब मेष राशि वैशाखबाट सुरु हुन्छ, आरम्भ हुन्छ, चैतमा गएर समाप्त हुन्छ, 12वटा महिना हुन्छ, क्रमैसँग 12वटा राशिमा भोग गर्छ भनेर भनेको छ।
अब यी चाहिँ देखाम नामन यथा। अब यी चाहिँ वैशाख मासे ज्येष्ठे होइन, वैशाखमा मेषमा हुन्छ, ज्येष्ठेमा वृषमा हुन्छ, अषाढेमा मिथुना हुन्छ, श्रावणेमा कर्कट हुन्छ। हामीले त्यही भएर वैशाखलाई चाहिँ कसैले मेष सङ्क्रान्ति पनि भनिरहेका हुन्छन्, कसैले होइन माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति भनिरहेका हुन्छन्। यही भएर चाहिँ श्रावणे सङ्क्रान्तिलाई चाहिँ कर्कट सङ्क्रान्ति भनिरहेका हुन्छन्। यो भएर चाहिँ हामीले यो भनेको भनिन्छ नै, पाइन्छ भन्दा नि यो भनिन्छ। त्यसै गरी अर्को चन्द्रस्य राशि ज्ञानम। अब चन्द्रमाले कति समय भोग गर्छ, सूर्यले त थाहा भयो 1 महिना एउटा राशिमा भोग गर्छ, थाहा भयो। अब चन्द्रमाले कति समय चाहिँ भोग गर्छ, उसले भोग गर्ने समय चाहिँ कति हो, यो पनि हामीले जान्न आवश्यक छ। चन्द्र सार्ध 2 दिनपर्यन्त मेघराशौ तिष्ठति, त मेघराशौ तिष्ठति। एक राशिमा चाहिँ 2.5 दिन चाहिँ चन्द्रमाले भोग गर्छ। अब आज चाहिँ मेष राशिमा चन्द्रमा आएको छ भने अब 2.5 दिनसम्म चाहिँ त्यो चन्द्रमा मेष राशिमा हुन्छ। 2.5 दिन पछाडि चाहिँ फेरि मेष पछाडि वृष राशिमा चन्द्रमा जान्छ। यो चाहिँ हामीलाई जान्नु जरुरत हुन्छ। यो तपाईँहरूले जान्नै पर्छ, यो लेखेर कन्ठ गर्नु होला। यो जान्नेन भने हामीले ज्योतिषको अरू ज्ञानहरू सिक्नलाई अलिक गाह्रो नै हुन्छ। अब त्यसै गरी आयो अर्को बृहस्पति राशि ज्ञान। अब बृहस्पतिको चाहिँ राशि ज्ञान कसरी थाहा पाउने, यो पनि एउटा अर्को महत्त्वपूर्ण कुरा छ। सामान्यतया बृहस्पति एक संवत्सर पर्यन्तमा एक राशौ तिष्ठति। अब मेष राशि बृहस्पति चाहिँ 1 वर्षसम्म चाहिँ एउटा राशिमा बस्छ भनेछ। अब त्यो पञ्चाङ्ग पात्र हेर्नु, त्यहाँ 1 वर्ष एउटा राशिमा भोग गर्छ भनेछ। सामान्यतया बृहस्पति एक संवत्सर पर्यन्तमा एक राशौ, बृहस्पति चाहिँ 1 संवत्सर चाहिँ एउटा राशिमा रहन्छ। त्यो भएर चाहिँ हामीले यी सबै कुराहरू थाहा पाएपछि हामीले ज्योतिषका अरू कुराहरू सिक्न सकिन्छ, अरू हामीले हरेक सङ्कल्पहरू उच्चारण गर्न सकिन्छ। त्यो हुँदा हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो, सुझाव सल्लाह दिनु होला। हामी हजुरहरूकै सल्लाह सुझावको प्रतीक्षामा रहेका छौँ। त्यसै गरी हामी अर्को भिडियोमा हजुरहरूलाई भेट्नेछौँ। अहिलेको लागि नमस्कार।